October 23rd आज 2025 नेपालमा छौँ हामी। वेलकम टु माई ब्लग। यो हाम्रो तिहारको अन्तिम दिन भाइटिकाको कार्यक्रम भइरहेको छ भीमडुङ्गामा। म मेरो फ्यामिलीसित भाइटिका र बिदाईको कार्यक्रम एकैचोटि गर्न लागिरहेको छु। यहाँ बहिनी तयार भएर बसिसकेको छ। बा पनि यहाँ हुनुहुन्छ। यता विदेशमा पनि हाम्रो भएको भाइलाई भाइटिका गर्नलाई मेरो श्रीमती पनि तयार छ। हर्षवर्धनको त देखाउँछ न, हर्षवर्धन दादाको ठिकै छ दादाको राँटेको काम पुरा हुन्, केहीको कष्ट नहोस्, जस्तै बाधा आए पनि पार गर्ने क्षमता होस्। निदानमा लगाइदिए जस्तो गरेर बाबु तपाईँ अलि यता आउनु न, सम्झिनु यता आउनु, यता आउनु, त्यहाँ ल यहाँ बस्ने ल अमेरिकाको भाइलाई पनि साइडमा ठ्याक्क साइडमा भयो है बाबा। ल ल साइडमा फुल पनि थाप ल है, यहीँ बसिरहेको छ नि। अब पहिला फुल दिने है, कार्तिक फुल चाहिँ बाबु यो बाबु दियो है, हात थाप भएर अहिले पेन्टेमा त्यो फुलमा मिठाई मुले त मुले त लिएर मान्छेले अप्ठ्यारो भयो हो, अप्ठ्यारो भयो यो बच्चालाई लगाएको जस्तो पायो नि। आकाश छेकेको होइन छोरा, बहिनीलाई अप्ठ्यारो भयो हो। आयो ल भाइ एकैचोटि भयो कि त्यो घरमा लानु न, यो त्यो पनि के छ चौबन मैले लगाइदिइसकेँ। ए ए ए ल भाग्य मान्नु, धेरै प्रगति गर्नु, उन्नति गर्नु है, जाने भेट्नुपर्छ है। पहिला बत्ती बाल्ने नगर उता त्यो उता
Giang rồi. Sagon होइन sagon. Qua pon rồi. Ở đây đó. Con sự. Cái tí sầu đấy. त्यो देउताको खाए पनि हुन्छ न त चिपजुलो लासु यत्रो खान्छ कहिले चाहिँ सबै खाने कि आधी भयो अब फेरि एकचोटि भएन टिका लाएर दिने हो नि सगन तिमीले पनि लाउनु अब चाहिँ दियो अब चाहिँ दिएको ल अब चाहिँ हाँस्यो माथि होइन अलिकति क्रिम लाउनु अहिले यत्रो काम गरेको भएर फुल्यो कुचुले देउटाका बत्ती बालेन क्या हो यो बालेको नि सर भाइटिका किजा पूजा सम्पन्न भएको छ भाइटिका सकिवरी बिदाई सकिवरी हामी काठमाडौँको टिआइए त्रिभुवन इन्टरनेसनल एयरपोर्ट आइसकेका छौँ सिक्युरिटी चेकहरू बल्ल कम्प्लिट भयो यहाँदेखि दोहासम्म र दोहादेखि एटलान्टासम्मको सुरु भयो होपफुली आएको जस्तै होस् हैन स्मुथ फिंगर्स क्रस्ड
नेपालदेखि कतार जाने प्लेनसम्म त हाम्रो यही हो। हामी अहिले बसमा चढिसकेका छौँ। छोरी र मेरो श्रीमती यहाँ बसिरहेको छ। यो प्लेन चढेर अब हामी दोहामा जान्छौँ। सेप्टेम्बर 16 तारिकमा नेपाल अराइभल भएर अक्टोबरको 23मा हामी अमेरिका फर्किरहेका छौँ। हाम्रो ट्रान्जिट दोहामा पर्छ। जेउस ओभरअल 1 महिना 1 हप्ता जस्तोको बसाइ स्मरणीय रह्यो। हामीले कल्पना गरेका थिएनौँ कि हामी आउँछौँ भन्ने, तर आउन पायौँ। अल थ्याङ्क्स टु माई छोरी। अब हाम्रो फ्लाइट एकछिनमा उडान पर्नेछ। Just like that, had it right on track, and I keep finding never had thoughts that control me until something bad left me so lonely, and I want it back. I want the old me. Try to forget, but things just remind me. There's a million things I could say, but you never really knew that. But you never really knew I felt this way. Wanna take it back. Take it back to where we had it just like that, had it right on track, and I keep falling in this darkness, and there's no one to light it up, to brighten it up, yeah. And I keep falling in this darkness, and there's no one to light it up, to brighten it up, yeah. And I keep falling in this darkness. हामी पुनः दोहाको कतार एयरपोर्ट आइपुगेको छौँ। यहाँ हाम्रो अब लेओभर हुनेवाला छ। लेओभर अलि लामै छ। काठमाडौँदेखि दोहाको यात्रा अझसम्म ठिकै छ। अब यसपछिको यात्रा हुने च्यालेन्ज हुनेवाला छ। यो एयरपोर्ट जहिले पनि आउँदाखेरि जस रमाइलो लाग्छ। एकदमै अत्याधुनिक छ, एकदमै सजिएको र राम्रो देखिन्छ। म लगेजको क्यारी अनहरू बोकिरहेको छु। छोरी बोकिरहेको छ उसले। फर्स्ट टाइम भयो यहाँको हामी। कतार एयर पुगेपछि अब हामी ट्रान्सफर डेस्कमा जान्छौँ। त्यसपछि त्यहाँ गएर हामी होटेलको लागि रिक्वेस्ट गर्छौँ। हाम्रो अलरेडी होटेलको व्यवस्थापन भइसकेको हुनुपर्छ। त्यसपछि हामी आराम गर्छौँ। नेपालदेखि युएस यात्रा गर्ने क्रममा हाम्रो ट्रान्जिट दोहामा परेको थियो। दोहाको यो होटल रिभेरामा हामी बसेका छौँ। खासै मलाई यो होटल चाहिँ ठिक लागेन। धेरै समय कस्टमरहरूलाई कुराउने अनि सर्भिसको स्टाफहरू पनि त्यति पोलाइट नभएको जस्तो मैले व्यक्तिगत रूपमा फिल गरेँ। होटलमा आइसके पश्चात पनि हामीले आराम गऱ्यौँ, खाना खायौँ, फ्रेस भयौँ र बाहिरको भ्यू हेर्दा रमाइलो लाग्यो। रातिको अँध्यारोमा यो बलिरहेको बत्तीले कतारको या भनौँ दोहाको छुट्टै परिचय दिइरहेको छ।
हामी कतारको दोहा इन्टरनेसनल एयरपोर्टमा आइपुगेका छौँ। सम्भवतः यिनीहरूमध्ये नै एउटा प्लेनमा बसेर हामी US ट्राभल गर्नेवाला छौँ। चिसमिसे छ अहिलेको समय। हामी पुनः हमाद इन्टरनेसनल एयरपोर्टमा प्रवेश गरिसक्यौँ। अब यहाँबाट 1 घन्टा पछिको हाम्रो US जाने फ्लाइट छ अनि त्यसमै बसेर हामी जानेछौँ US। हमाद इन्टरनेसनल एयरपोर्टको दृश्य भने एकदमै रमणीय रहेको छ। म देखाउन गइरहेको छु। यहाँ एउटा ठुलो टेडी बेयर जस्तो प्रतिमा रहेको छ अनि यहाँबाट इमिग्रेसन पास भइसकेपछि हामीले सम्बन्धित आफ्नो फ्लाइट हेरेर अब सम्बन्धित स्थानमा जाँदैछौँ। यो चाहिँ कतारको ड्युटी फ्री सपहरू हो। यो मसिनमा तपाईँले आफ्नो फ्लाइट डेस्टिनेसन हालेर अथवा फ्लाइटको इन्फर्मेसन हालेर आफूलाई चाहिने कुन चाहिँ गेट हो भनेर पत्ता लगाउन सक्नुहुन्छ। यहाँ लुई भुइटनको, हर्मेसको सबैको स्टोरहरू पनि रहेको छ। हाम्रो सानो फ्यामिली यहाँ छ। यहाँ दिदीलाई हामीले यहाँ ट्रान्जिटमै भेटेको। यस कुराकानी रमाइलो भइरहेछ। हाम्रो सानो नानी पनि छ। हामीले ट्रान्जिटमा भेटेको दिदीसँग भर्खर बिदाई गरेर अब हामी आफ्नो गेटतिर लाग्दैछौँ। कतारको एयरपोर्ट हुँदै अब हामी E4 गेटबाट एटलान्टाको लागि प्रस्थान गर्नेछौँ। हमाद इन्टरनेसनल एयरपोर्टभित्र रहेको यो एउटा वाटर फाउन्टेन हो। यो म्यान मेड वाटर फाउन्टेन हो। यो देख्दाखेरि मनमा खुसी पनि आयो, सँगसँगै नेपालको पनि सम्झना आयो। नेपालमा त्यति धेरै वाटर रिसोर्सेस छन् त त्यति धेरै टुरिस्ट प्लेसेस छन् तर वेल म्यानेज छैन। अब यहाँ भने हुँदै नभएको कुरा पनि बनाएर यसरी म्यानेज गरेको छ। कति राम्रो छ। यो भनेको लगभग एउटा सानो जङ्गल घरभित्र अटाएकै त हो। यस्तो खालको पनि मूर्ति बनाइएको रहेछ। पुरै एनिमल्स एउटै साइकलमा सवार छ। लिड चाहिँ राइनोले गर्दै रहेछ। हामी जानु पनि E4 अनि हामीले देख्यौँ ईबाट एको। हामी चढ्ने एयरप्लेन सम्भवतः यही होला। त्यो चाहिँ एयरपोर्टको ट्राफिक कन्ट्रोल हुनुपर्छ। यहाँबाट अब सर हामी उडेर US पुग्छौँ एटलान्टामा। लगभग हामी उड्दाखेरि 15 घन्टाको समय देखाइरहेछ। हेरौँ। Hopefully the flight goes well. छोरी रेडी, छोरीको आमा रेडी, छोरीको बाउ पनि रेडी भइसक्यो। यहाँबाट E4 मा चढेर E4 मा होइन सरी E4 गेटबाट गएर हामी QR755 फ्लाइटमा चढ्छौँ। हामी फ्लाइटमा बोर्ड गरिसकेका छौँ। अब केही समयमा फ्लाइट उड्नेवाला छ। 14 घन्टाको समय देखाएको छ। Hopefully the
White Coast Farm. दोहाबाट अटलान्टा हामी लगभग 3:45 बजे लोकल टाइममा आइपुग्यौँ। त्यसपछि सृजनले हामीलाई लिन आयो। अब हामी एटलान्टामै आजको रात बिताउँछौँ। यसरी हाम्रो काठमाडौँ टु दोहा, दोहा टु एटलान्टाको यात्रा सम्पन्न भयो। Thank you for watching our vlog. See you next time. Bye bye.